नमस्ते, म सुनिता गुरुङ बेल्जियमबाट हजुरहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। मेरो घरको पछाडि सानो ठाउँमा चाहिँ मैले के लगाएको छु र के फल्यो भनेर चाहिँ म तपाईहरुलाई देखाउन चाहन्छु। र भिडियो सुरु गर्नुभन्दा पहिले चाहिँ हैन एकदमै राम्रो यो गाउन चाहिँ मेरो साथीले नेपालबाट ल्याइदिएको हो, गिफ्ट हो र म चाहिँ मेरो साथीलाई चाहिँ यही भिडियोको मार्फत चाहिँ धेरै धन्यवाद, थ्याङ्क यू सो मच भन्न चाहन्छु। माया अनि सम्झनाको लागि धेरै धन्यवाद भन्दै चाहिँ म आज मेरो युट्युब च्यानलको भिडियो चाहिँ म हजुरहरूलाई चाहिँ सुरु गर्न चाहन्छु। तपाईहरुको घर पछाडि पनि सानो ठाउँहरु छ भने हैन बाल्कनीहरु छ भने चाहिँ तपाईहरुले पनि तरकारीहरु रोप्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ हामीलाई हेर्दा पनि कस्तो रमाइलो हुन्छ र अर्ग्यानिक तरकारी टिपेर खाँदा पनि बेग्लै मजा आउँछ। त्यसैले चाहिँ म तपाईहरुलाई पनि के सल्लाह दिन्छु भने मेरो पनि ठाउँ चाहिँ ठुलो छैन हैन, मेरो चाहिँ सानो ठाउँ छ। सानो ठाउँ भए पनि मैले चाहिँ यहाँ तरकारी काँक्रोहरु लगाएको छु र म तपाईलाई देखाउँछु है। त्यसलाई आउनुहोस् र सबैभन्दा पहिले चाहिँ म तपाईलाई मेरो बारीमा फलेको काँक्रो देखाउँछु है। मेरो बारीमा काँक्रो कति राम्रोसँग फलेको छ अनि आफ्नै बारीमा फलाएको काँक्रो देख्दा मलाई एकदमै खुसी लाग्छ। यहाँ काँक्रो फलेको छ। यहाँ छ अनि त्यसपछि यहाँ भित्र पनि एकदमै सानो काँक्रोहरु फलेको छ अनि यहाँ पनि एकदमै राम्रो सानो काँक्रो फलेको छ। यहाँ अनि यहाँनिर सानो काँक्रोहरु चाहिँ फलिरहेको छ अनि यहाँ पनि हेर्नुस् न काँक्रो कस्तो मजा चाहिँ झिङ्गिरहेको छ। अब हेर्नुस् न है, मैले चाहिँ अब यो काँक्रोलाई टिपेर चाहिँ तपाईहरुको सामु देखाउँछु है। टिपेर चाहिँ म यसको अचार बनाउँछु अनि काटेर खान्छु है। अलि ठुलो छ, पहेँलो भएको रहेछ। यहाँ बरेलाहरू पनि फलेको छ। सो हेर्नुस् न, मैले चाहिँ यसरी आफ्नै बारीमा फलेको तरकारी टिपेर पकाएर खाँदाको मजा बेग्लै नै हुन्छ। तपाईहरुले चाहिँ के भन्नुहुन्छ? हामीले चाहिँ इमिली भन्छौँ हैन। अनि हामी रुम्जटारमा सानोमा जाँदाखेरि चाहिँ हैन मम्मीले इमिलीको अचार बनाइसिन्थ्यो क्या। अनि अचारमा चाहिँ हैन छोप अनि त्यो सिलामहरु हालेर अनि खोर्सानी हालेर बनाएको अचार कस्तो मिठो लाग्छ कि मलाई। मैले रोपेको त अहिले 4-5 वर्षमा त कति धेरै फलेको छ क्या। म तपाईलाई देखाउँछु है मेरो इमिलीको बोट। अनि हेर्नुस् न, इमिलीको बोटमा कति धेरै इमिलीहरु फलेको छ क्या। अनि त्यो फलेपछि चाहिँ हैन इमिलीलाई चाहिँ त्यो अचार बनाएर खान अनि तरकारीमा हाल्न एकदमै मन पर्छ। ल हेर्नुस् है त मेरो इमिली कस्तो भइराछ। अनि मलाई यो रातो सिमी चाहिँ एकदमै मन पर्छ। देखाउँछु है म तपाईहरुलाई। देख्नुभयो यहाँ रातो सिमी फलेको छ र हामीले चाहिँ कति धेरै खायौँ नि त सिमीहरु। अनि त्यो भएको कारणले गर्दा चाहिँ हेर्नुस् न, यहाँ सिमी कति धेरै सिमीहरु फलेको छ र पकाएर खाइरहेको छु। अब म तपाईहरुलाई भित्र मैले कसरी अचार बनाउँछु काँक्रो भन्ने देखाउँछु है हजुरहरुलाई। ल अब चाहिँ पानी पनि पर्न आँटिरहेको छ। हेर्नुस् न, आकाश पर्न आँटेको छ। सो अब चाहिँ हामी यो बाहिरको सिनहरु चाहिँ यति नै हो। म तपाईहरुलाई फेरि देखाउँदै गर्छु मेरो अरु ब्लग्सहरु। मेरी छोरीले आफ्नै हातले रोटी बनाउँदै छिन् भने मेरो छोराले भाँडा माझेर सहयोग गरिरहेको छ। मलाई लाग्छ छोराछोरीलाई पढाइसँगै घरका साना कामहरू पनि सिकाउनु धेरै महत्त्वपूर्ण हुन्छ। घरको काम छोरा वा छोरी भनेर छुट्याउने होइन, सबै मिलेर गर्ने हो। आज उनीहरूले आफ्नै हातले काम सिक्दैछन्, सहयोग गर्न सिक्दैछन् र त्यसै क्रममा हाम्रो संस्कार पनि सिक्दैछन्। अब हामीले तयार गरेको रोटी, घिउ, अचार र काँक्रो भगवानलाई श्रद्धापूर्वक भोग लगाउँछौँ। घरमै रोटी
चौकीमा घिउ लगाएर अचार र ताजा काँक्रोसँग भगवानको लागि भोग तयार गरेको छु। हामीले भगवानलाई भोग लगाउँदा ठुलो ठुलो परिकार नै चाहिन्छ भन्ने होइन। आफ्नो सामर्थ्य अनुसार सफा मनले र श्रद्धापूर्वक बनाएको सानो परिकार पनि भगवानको लागि प्रेम अर्पण हो। त्यसैले आज मैले आफूले बनाएको साधारण तर प्रेमले तयार गरेको खाना पहिले भगवानलाई भोग लगाएको छु। भगवान हाम्रो घरमा सधैँ सुख, शान्ति, स्वास्थ्य र समृद्धि रहोस्। सबैको जीवनमा खुसी र सकारात्मक ऊर्जा भरियोस्। ओम नमः शिवाय।